नमस्कार यहाँ सबैजनालाई हाम्रो यस युट्युब च्यानल स्टुडेन्ट नोटमेटमा यहाँ सबैजनालाई स्वागत छ। सो आजको यस भिडियोमा चाहिँ हामी बीबीएस सेकेन्ड इयरको भिजन भन्ने सब्जेक्टमा रहेको डोबर बीच जसको लेखक चाहिँ म्याथ्यू आर्नल्ड हुनुहुन्छ, यस पोएमको बारेमा चाहिँ आजको भिडियोमा हामी जानकारी लिनेछौँ। सो फर्स्टमा चाहिँ हामी यस पोएमको राइटर म्याथ्यू आर्नल्डको बारेमा फर्स्टमा अलिकति छोटो इन्ट्रोडक्सन लिउँ। सो म्याथ्यू आर्नल्ड चाहिँ एउटा भिक्टोरियन पोएट हुनुहुन्छ जसको जन्म चाहिँ 1822मा भएको थियो भने उहाँ चाहिँ 1888मा एक्सपायर हुनुभएको थियो। उहाँको एजमा चाहिँ उनी एकदमै ठुलो क्रिटिक हुनुहुन्थ्यो। क्रिटिक भनेको आलोचक। उहाँ चाहिँ आफ्नो एजको एकदमै ठुलो आलोचक हुनुहुन्थ्यो र उहाँले चाहिँ अक्सफोर्ड भन्ने युनिभर्सिटीमा 1857 देखि पोएट्री पढाउनु भएको थियो। उहाँले 1850मा पोएट्री लेख्नु भएको थियो र 1860मा लिटरेरी एन्ड सोसल क्रिटिसिजमहरू लेख्नु भएको थियो र 1870मा चाहिँ रिलिजियस र एजुकेसनल राइटिङ्सहरू चाहिँ प्रकाशन गर्नुभएको थियो। सो यस एसे डोबर बीचको बारेमा चाहिँ अब हामी छोटो जानकारी चाहिँ लिनेछौँ र त्यस पछाडि चाहिँ हामी डोबर बीचमा चाहिँ के कस्तो हुन्छ त्यसको बारेमा कम्प्लिटलीमा डिटेलमा इन्फर्मेसन चाहिँ लिनेछौँ। सो फर्स्टमा चाहिँ हामी यस पोएमको मेन आइडिया के रहेको छ त्यसको बारेमा चाहिँ हामी छलफल गर्नेछौँ। यस पोएम डोबर बीचमा चाहिँ के देखाउन खोजिएको छ भन्दाखेरि अहिलेको एकदमै ऱ्यापिडली ग्रोथ भइरहेको साइन्स एन्ड टेक्नोलोजीको कारणले अहिलेको यस मोडर्न वर्ल्डमा भएको लस अफ फेथ र मोरालिटीहरूमाथि प्रति चाहिँ एकदमै ठुलो डिसअप्रुभल चाहिँ देखाउन खोजिएको छ। यस पोएमले चाहिँ के देखाउन खोजेको छ भन्दाखेरि मान्छेहरूले चाहिँ एभिडेन्स साइन्सहरूको एभिडेन्सप्रति चाहिँ आँखा चिम्लेर विश्वास गर्ने र स्पिरिचुअलिटीतिर चाहिँ एकदमै बिलिभै नभएको एकदमै गम्भीर पिक्चर चाहिँ यस पोएमबाट चाहिँ देखाउन खोजिएको छ। म्याथ्यू आर्नल्डले चाहिँ यस पोएमबाट चाहिँ के भन्न खोज्छन् भन्दाखेरि पहिलाको टाइममा चाहिँ यो संसारमा मान्छेहरू चाहिँ पुरा रिलिजियस फेथतिर चाहिँ विश्वास गर्थे र अहिले चाहिँ के छ भन्दाखेरि यस मोडर्न वर्ल्डमा अहिले चाहिँ केवल वार छ, स्याडनेस छ र मिजरी सरोहरू चाहिँ जहाँ पनि छ भनेर चाहिँ म्याथ्यू आर्नल्डले कुरा गर्छन्, किनभने मान्छेहरूले चाहिँ विश्वासै गर्न छोडिसकेका छन्। म्याथ्यू आर्नल्डले चाहिँ पिपुलहरूलाई चाहिँ आर्मीहरूसँग कम्पेयर चाहिँ गरेका छन् जसले चाहिँ राति चाहिँ फाइट गर्ने गर्दथे, जसलाई चाहिँ फाइट गर्न सिवाय अथवा फाइट गर्न बाहेक केही पनि आउँदैन थियो भनेर चाहिँ यस पोएममा म्याथ्यू आर्नल्डले चाहिँ डिस्क्राइब गर्न खोजेका छन्। सो भर्खरै हामीले यस पोएम डोबर बीचको बारेमा छोटो मेन आइडियाहरू के रहेको छ त्यसको बारेमा चाहिँ छोटो मिठो कुरा गऱ्यौँ। अब चाहिँ हामी यस पोएमको डिटेल रूपमा चाहिँ समरी टाइपको चाहिँ के छ भनेर चाहिँ समरीमा चाहिँ कुरा गर्नेछौँ। सो यस पोएम चाहिँ एउटा समुद्रको डिस्क्रिप्सनबाट चाहिँ सुरु हुन्छ जुन चाहिँ रातिको टाइममा एकदमै शान्त भएको हुन्छ र पोएटले त्यो डोबर बीचतिर हेर्छन् र उहाँले भन्छन् द सी इज काम टु नाइट एन्ड टाइड इज फुल भनेर चाहिँ यस पोएम चाहिँ स्टार्ट हुन्छ। त्यहाँको दृश्य चाहिँ के हुन्छ भन्दाखेरि मुन चाहिँ ठ्याक्कै स्ट्रेट्सको ठ्याक्कै माथि चाहिँ बनेको हुन्छ। अब स्ट्रेट्स भनेको चाहिँ के हो भन्दाखेरि वाटर समुद्रमा चाहिँ दुईवटा वाटर क्रसिङ हुन्छ नि, ठ्याक्कै त्यो समुद्रको ठ्याक्कै सानो वाटर क्रसिङको न्यारो प्यासेजलाई नै स्ट्रेट भन्छ होइन। सो त्यो स्ट्रेट्सको ठ्याक्कै माथि चाहिँ मुन बसेको हुन्छ जुन चाहिँ एकदमै राम्रो देखिरहेको हुन्छ र यो चाहिँ पोएटको एउटा वान अफ द फेभरेट प्लेस चाहिँ रहेको हुन्छ जुन चाहिँ फ्रान्सको कोस्टमा चाहिँ रहेको हुन्छ। उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि यो फ्रेन्च कोस्ट चाहिँ एकदमै धेरै चम्किलो हुने गर्थ्यो तर अहिले चाहिँ यो गइसकेको छ र इङ्ल्यान्डको कोस्ट चाहिँ शान्त बेमा एकदमै ठुलो भएर झिलिमिली भइरहेको हुन्छ। यस पोएममा चाहिँ के देखिन्छ भन्दाखेरि पोएट चाहिँ आफ्नो बिलभडसँग त्यहाँ भएको जस्तो हुन्छ र उहाँले चाहिँ आफ्नो बिलभडलाई कम टु द विन्डो स्विट इज द नाइट एयर, यहाँ झ्यालमा आइपुग, यहाँ हावा चाहिँ एकदमै राम्रो छ भनेर चाहिँ आफ्नो बिलभडलाई चाहिँ बोलाउन खोज्नुहुन्छ। पोएटले आफ्नो बिलभडलाई रिक्वेस्ट गर्नुहुन्छ कि यहाँ आऊ र त्यो समुद्रको छालले अगाडि पछाडि भएर ढुङ्गाहरू चाहिँ सानो ढुङ्गा गिट्टीहरू पेबल भन्छ इङ्ग्लिसमा, सो त्यो पेबलहरू ठोकेको आवाज ग्र्याटिङ रोर अफ द पेबललाई चाहिँ सुन यहाँ आएर भनेर चाहिँ पोएटले भन्छन्। त्यो ग्र्याटिङ रोर अफ द पेबलले चाहिँ उहाँलाई चाहिँ एउटा कठिन साउन्ड चाहिँ लिएर आउने गर्छ जसले चाहिँ उहाँलाई इटर्नल नोट अफ स्याडनेस चाहिँ प्रदान गरेको हुन्छ। यहाँ चाहिँ पोएटले त्यस वेबलाई चाहिँ वेब अफ मोडर्निटी साइन्स र टेक्नोलोजीसँग चाहिँ कम्पेयर गर्नुहुन्छ जसले चाहिँ उहाँलाई एकदमै कठिन साउन्ड, न्याकेड रियालिटी र इटर्नल स्याडनेस चाहिँ प्रोभाइड गर्छ। र अब हामी जानेछौँ सेकेन्ड स्ट्यान्जामा। सेकेन्ड स्ट्यान्जामा चाहिँ पोएटले एउटा एन्सियन्ट ग्रिक फिलोसोफर सोफोक्लिससँग चाहिँ कम्पेयर गर्नुहुन्छ जसले चाहिँ मान्छेहरूको भगवानप्रतिको र रिलिजनप्रतिको विश्वास चाहिँ घटिरहेको बारेमा चाहिँ रियलाइज गरिसकेका हुन्छन्, जुन चाहिँ उहाँले एजिन सी अथवा यसलाई मेडिटेरियन सी पनि भन्न सकिन्छ त्यहाँबाट चाहिँ सुनेका हुन्छन् र उहाँले यो कुरा चाहिँ आफ्नो दिमागमा ल्याउनुहुन्छ कि इभ अफ ह्युमन फेथले चाहिँ केही पनि होइन स्याडनेस र मिजरी मात्र यस संसारमा छोडेको छ भनेर चाहिँ रियलाइज गर्नुहुन्छ। र अब चाहिँ हामी थर्ड स्ट्यान्जामा चाहिँ जानेछौँ।
थर्ड स्ट्यान्जामा चाहिँ उहाँले चाहिँ के भन्नुहुन्छ भन्दा यस संसारमा समुद्रप्रतिको विश्वास चाहिँ एकदमै धेरै थियो, जसले चाहिँ पुरा पृथ्वीलाई चाहिँ कभर गरिसकेको थियो। तर अहिले चाहिँ उहाँले के सुन्नुहुन्छ भन्दाखेरि उहाँले चाहिँ मेलान्कोली साउन्ड अर्थात् कि ग्लुमी अर स्याड साउन्ड मात्र सुन्नुहुन्छ, जुन चाहिँ आउँदै र डिसएपियर हुँदै गर्छ रातिको समयमा, र त्यसले चाहिँ पेबलहरूलाई चाहिँ न्याकेड छोड्ने गर्छ यस संसारमा। यहाँ चाहिँ पोएट चाहिँ एकदमै चिन्तित देखिन्छन्, आफ्नो समयप्रतिको विश्वास हराइसकेको देखेर उहाँ चाहिँ एकदमै चिन्तित चाहिँ देखिन्छन्। र लास्ट स्ट्यान्जामा गएर कुरा गर्दा चाहिँ पोएटले चाहिँ आफ्नो बिलभलाई चाहिँ फेरि पनि बोलाउनुहुन्छ र उहाँले चाहिँ भन्नुहुन्छ कि यस संसारमा लभ बाहेक चाहिँ अरू केही पनि सुदिङ कुरोहरू चाहिँ छैन भनेर चाहिँ लास्ट स्ट्यान्जामा आफ्नो बिलभलाई बोलाएर भन्नुहुन्छ। सुदिङ भनेको चाहिँ के हो भन्दाखेरि सुखदायक कुरो। उहाँले चाहिँ भन्नुहुन्छ लभ भन्दा चाहिँ अरू केही पनि सुखदायक कुरो चाहिँ यस संसारमा छैन भनेर चाहिँ लास्ट स्ट्यान्जामा चाहिँ कुरा गर्नुहुन्छ। उहाँले चाहिँ आफ्नो बिलभसँग प्लिड गर्नुहुन्छ कि एकअर्कासँग चाहिँ एकदमै ट्रुथफुल र फेथफुल हुनु भनेर चाहिँ प्लिड गर्नुहुन्छ, किनभने लस अफ फेथ इन लभ इज नट गुड भनेर चाहिँ लास्ट स्ट्यान्जामा चाहिँ उहाँले कुरा गर्नुहुन्छ। लभमा नै फेथ हामीले हरायौँ भने अथवा लभप्रतिकै फेथ चाहिँ हामीले बिर्स्यौँ भने त्यो चाहिँ राम्रो हुँदैन भनेर चाहिँ उहाँले आफ्नो बिलभलाई चाहिँ प्लिड गरेर चाहिँ भन्नुहुन्छ। बाहिरबाट चाहिँ यस संसारलाई हेर्दाखेरि चाहिँ यो चाहिँ एउटा सपनाको जमिन हो जस्तो देखिन्छ, जुन चाहिँ एकदमै ब्युटिफुल र राम्रो नयाँ हुन्छ। तर भित्रबाट हेर्दाखेरि त्यो ल्यान्डमा चाहिँ न जोइ हुन्छ, यानि कि न खुसी हुन्छ, न लभ हुन्छ, न सर्टिट्युड हुन्छ, न पिस हुन्छ, न त्यहाँ केही कुरा हुन्छ जसले चाहिँ पेन भएको बेला चाहिँ हेल्प गरोस्। त्यहाँ केही पनि हुँदैन, जस्ट सरो मात्र हुन्छ भनेर चाहिँ पोएटले भन्नुहुन्छ। साँच्चै भन्ने हो भने हामी चाहिँ यस्तो जमिनमा बसिरहेका छौँ जुन चाहिँ दिन प्रतिदिन एकदमै अँध्यारो भइरहेको हुन्छ र यहाँ चाहिँ मान्छेहरू चाहिँ इग्नोरेन्ट आर्मीहरू जस्तै राति द्वन्द्व गरिरहेका हुन्छन्। यस पोएममा चाहिँ मान्छेहरूलाई चाहिँ इग्नोरेन्ट आर्मीसँग चाहिँ कम्पेयर गरेको हुन्छ, जो चाहिँ पैसा र मेटेरियलहरूको लागि चाहिँ दिन प्रतिदिन अथवा राति चाहिँ जहिले एकअर्कासँग चाहिँ द्वन्द्व गर्ने गरिरहेका हुन्छन्। उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि चाहिँ पहिला चाहिँ हाम्रो यस संसार रिलिजियसको भरोसामा चाहिँ एकदमै धेरै हुन्थ्यो, तर अहिले चाहिँ हामी के देख्छौँ भन्दाखेरि मान्छेहरूको बिच चाहिँ द्वन्द्व मात्र भइरहेको हुन्छ र यस संसारमा अहिले स्याडनेस र मिजरीको बाहेक अरू केही पनि छैन र मान्छेहरूले चाहिँ विश्वासै गर्न छोडिसकेका छन् भनेर यस पोएममा म्याथ्यू अर्नरले चाहिँ डोबर बिचमा चाहिँ डिस्क्राइब गरेका छन्। सो होप दिस भिडियो वाज युजफुल फर इच एन्ड एभ्री वान अफ यू। र आजको यस भिडियोमा चाहिँ यस पोएमको समरी पनि म डिस्क्रिप्सनमा राखिदिएको हुन्छु। मेन आइडिया सबै थोक डिस्क्रिप्सनमा हुन्छ, तपाईँहरू त्यहाँ गएर हाम्रो वेबसाइटबाट चाहिँ यसको समरीहरू चाहिँ भेटाउन सक्नुहुनेछ। सो आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट सेक्सनमा कमेन्ट गरेर आफ्नो प्रतिक्रिया पनि दिनुहोला र भिडियो राम्रो लागेको छ भने भिडियोलाई लाइक पनि दिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य नै हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। सो यति नै भन्दै आजको यस भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु र भिडियो लास्टसम्म हेरिदिनु भएको धन्यवाद। सो इच एन्ड एभ्री वान अफ यूलाई सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु।